Hello guys, welcome back to our channel Fragrasm Nepal. र आज लेट्स टक अबाउट एउटा अन्डररेटेड जेम पर्फ्युम YSL को माइसेल्फ ले पर्फम को बारेमा. अगेन रिपिटिङ ले पर्फम नट माइसेल्फ ओ दे पर्फम एज दुईटैको बोटल एकदमै नै सिमिलर छ. अझ अनलाइनमा हेर्दाखेरि त अलमोस्ट सेम नै देखिन्छ. यिनीहरूको बेस चाहिँ अलिकति फरक हुने भएको हुनाले ठम्याउन पनि सकिन्छ कि कुन कुन हो भनेर. सो आज चाहिँ हामी माइसेल्फ ले पर्फमको बारेमा कुरा गरौँ. सो स्टार्टिङ विथ इट्स प्रेजेन्टेसन, म्याट ब्ल्याक कलरको बोटलमा आउँछ. ट्रान्सप्यारेन्ट जस्तो देखिए पनि ट्रान्सप्यारेन्ट भने चाहिँ होइन, सोलिड म्याट ब्ल्याक नै हो. सो यसको जुस चाहिँ देखिँदैन. अनि यसको बोटल स्लेन्डर ह्यान्डी टाइपको छ. सिम्पल बोटल विथ गुड स्प्रेयर भन्छु म चाहिँ. अनि यो चाहिँ 60 ml र 100 ml को बोटल दुइटैमा आउँछ. अब हामी सिधै कुरा गरौँ यसको मेन म्याटरको बारेमा. स्मेल वाइज इट्स रियली गुड. अघि मैले यसलाई अन्डररेटेड भन्नुको कारण पनि अभियसली यसको स्मेल नै हो. अन्डररेटेड किनभने YSL जस्तो बिग डिजाइनर ब्रान्डको एउटा राम्रो स्मेलिङ पर्फ्युम भए तापनि एटलिस्ट डिजाइनर मध्येमा र कम्युनिटी मध्येमा त्यति पपुलर नभएको जस्तो लागेर चाहिँ मैले यसलाई अन्डररेटेड भनेको. एनिवेज, स्मेलको प्रिसाइजली कुरा गर्दाखेरि चाहिँ टप नोट्स या भनौँ इनिसियल स्प्रेमा हल्का पेपरी स्पाइसी फ्लेभर छ भने मिड टु ड्राई जाँदासम्म हल्का भ्यानिलाको टोनसहित एकदम वुडी डोमिनेन्स रहेको छ. र एकदम ध्यान दिएर मजाले स्मेल लिने हो भने चाहिँ मिड टु ड्राईमा हल्का फ्लोरल, स्विट र हल्का सार्पनेस टोन पनि आउँछ, जुन चाहिँ सायद पचुली र यसको अरू नोट्सहरूले गरेर पनि होला. अझ सजिलोमा भन्नुपर्दा चाहिँ हल्का ओल्ड स्कुल टाइपको वुडी पर्फ्युम बट विथ मोडर्न टच. एन्ड इट्स अ रियली गुड पर्फ्युम, म्यास्कुलिन पर्फ्युम विथ अ भेरी टाइनी बिट अफ स्विटनेस भन्छु म चाहिँ. ओभरअलमा फर्स्टमा हल्का स्पाइसी अनि त्यही स्पाइसी चाहिँ मिडसम्म राम्रैसँग जान्छ. अनि मिडदेखि ड्राईसम्म आउँदाखेरि चाहिँ डार्क भ्यानिलाको टोनसँगै हल्का स्विटनेस र मोस्टली वुडी डेन्स टाइपको एकदम सोफिस्टिकेटेड टाइपको पर्फ्युम भन्छु म चाहिँ. प्रोजेक्सन र लन्जिभिटीको कुरा गर्दा पनि निकै राम्रो छ. प्रोजेक्सन अप टु 2 to 3 आवर्स, अझ त्योभन्दा माथि कम त्यो अभियस कुरा होला, सम्म मजाले नै दिन्छ. र लन्जिभिटीको कुरा गर्दाखेरि पनि 6 to 7 आवर्स अझै बढी इजिली दिन्छ यसले. अब त्यो 6 to 7 आवर्स 8 आवर्स चाहिँ अब आफूले लगाउने तरिका अथवा आफूले त्यसलाई कसरी प्रोटेक्ट गरिन्छ आफ्नो स्किन केमिस्ट्री अनुसार हुने नै भइहाल्यो. बट जेनरली भन्नुपर्दा चाहिँ 6 to 7 प्लस आवर्ससम्म चाहिँ यसले मजाले दिन्छ. अब एउटा अर्को इम्पोर्टेन्ट फ्याक्टरको बारेमा कुरा गरौँ, द्याट इज वेदर एन्ड युजेस. वेदर वाइज चाहिँ म सिधै विन्टर पर्फ्युम भन्छु यसको डेन्स स्मेलको कारणले गर्दाखेरि. तर लगाउनु हुनेहरूले चाहिँ समरमा पनि मजाले नै लगाउनुहुन्छ एज इट इज भेरी पर्सनल प्रेफरेन्स. र मैले चाहिँ समरमा यस्तो पर्फ्युम लगाउन नसक्ने भएको र हुन पनि इट इज विन्टर बेस्ड पर्फ्युम र त्यसको डेन्स स्मेलले गर्दा अलिकति गाह्रो टाइपको नजियस टाइपको फिल हुने भएको हुनाले म चाहिँ समरमा यसलाई नेग्लेक्टै गर्छु. बाँकी समर छोडेर स्प्रिङ, चैत वैशाखको बिगिनिङसम्म र उता एटमको कुरा गर्दाखेरि कार्तिकको एन्डतिरको इभिनिङको समयमा त्यो पनि तैबिसेक लगाउन सकिएला. र रेनफलको पनि इभिनिङ अलिकति चिसै मौसममा छ भने तैबिसेक लगाउन सकिएला. होइन भने चाहिँ मेरो पर्सनल प्रिफरेन्समा चाहिँ इट्स फुल्ली विन्टर. विन्टर पनि लाइक मङ्सिरको एन्ड, पुस, माघमा चाहिँ एकदम बेस्ट होला यो लगाउनको लागि. र यही विन्टरको बेलामा चाहिँ अफिसहरूको लागि लगाउन सकिएला. इभन डेटको लागि पनि एकदमै राम्रो पर्फ्युम हो. एज विन्टरकै पनि इभिनिङमा बढी प्रिफर गर्छु म चाहिँ यो. सो डेटहरूको लागि इभन अफिसको कुनै फङ्सनहरूको लागि पनि एकदमै राम्रो चोइस हो एज इट्स भेरी गुड म्यास्कुलिन पर्फ्युम. र युजेस पनि मेच्योर स्मेल मन पराउने या 27-28 प्लसहरू हुनेहरूले चाहिँ बढी रुचाउनुहुन्छ होला. अब यहीसँगै कन्क्लुजनमा चाहिँ पर्सनली भन्नुपर्दा स्मेल एकदमै दामी छ. मोरओभर विन्टर बिस्ट. बट स्पाइस बमहरू जतिको पनि इजी नभएको कारणले गर्दाखेरि चाहिँ यङ कलेज गोइङहरूले चाहिँ त्यति नरुचाउनु होला र ब्लाइन्ड बाई नगर्नु होला या गिफ्टमा नमगाउनु होला भनेर चाहिँ आई वुड लाइक टु से द्याट. बरु अरू अल्टरनेटिभहरू हेर्नु हुँदा हुन्छ यसको सट्टामा. तर उता मेच्योर म्यास्कुलिन पर्फ्युमहरू मन पराउनेहरूले अथवा 27-30 प्लसको मेनहरूले चाहिँ मौका मिल्यो भने एक न एकचोटि चाहिँ ट्राई गर्नु नै पर्ने. र किन्दा पनि 8 out of 10ले चाहिँ रिग्रेट नगर्ने, बरु खुबै मन पराउने खालको पर्फ्युम हो भन्छु यो चाहिँ. मलाई पनि पर्सनली एकदमै मनपर्छ. विन्टरमा लगाउनको लागि इट्स अ भेरी अन्डररेटेड भेरी ब्युटिफुल पर्फ्युम. बट अगेन क्लिसे के हुन्छ भने स्मेल ट्राई नगरिकन नलिँदा नै राम्रो एज रिग्रेट फिल नहोस्. सो या ओभरअल स्मेल वाइज आई वुड गिभ इट 7.5 out of 10. लन्जिभिटी वाइज 8 out of 10. यो जस्तो खालको पर्फ्युम छ, जस्तो सिम्पल यसको नोट छ र जसको यसको स्मेल छ त्यसको आधारमा चाहिँ आई रियली लभ इट. सो इफ यु गाइज वान्ट टु ट्राई इट देन मजाले ट्राई गर्नु हुँदा हुन्छ.
सो या आजको लागि यति नै। भेटौँला हामी अर्को भिडियोमा एउटा अर्को रिभ्यूको साथ। तबसम्मको लागि आफ्नो र आफ्नो पर्फ्युमको केयर गर्नुहोला। नमस्कार।